एक्लो छु तर साँच्चै एक्लो छैन। कहिलेकाहीँ म एक्लो महसुस गर्छु। यताउति निहाल्छु, देख्छु त केवल सुनसान दृश्य। मनका भाव व्यक्त गर्न कोही पाउँदिन। हृदयका कुरा त्यही नै थुनिन्छन्। तर जब अलिक शान्त भएर सोध्छु, तब बुझ्छु म साँच्चै एक्लो छैन। मसँग मेरा हिक्काहरू छन्, जुन मैले सम्हालेर राखेकी छु। म सम्झन्छु ती मानिसहरू जसले कहिले मेरो जीवन उज्यालो बनाएका थिए। अनि म भन्छु, एक्लोपन त केवल क्षणिक भावना रहेछ। कहिले काहीँ साँझ ढल्दै जाँदा मनमा एक किसिमको शून्यता भरिन्छ। जब कोठाको झ्यालबाट चिसो हावा पस्छ, लाग्छ कि त्यो मसँग भलाकुसारी गर्न खोज्दैछ। तर त्यो मेरो भ्रम थियो। मोबाइलको स्क्रिन हेर्छु, कुनै सन्देश छैन, अनि मनले भन्छ म एक्लो छु। तर के साँच्चै म एक्लो छु? जब म क्षणभर चक्षुलाई आराम दिन्छु, त्यो मौनताको बीचमा केही स्वर सुनिन्छ। आफ्नो श्वासको आवाज, बाल्यकालका हाँसोहरू, आमा बुबाको माया, अनि आफ्नै सपनाको फुसफुसाहट। त्यो बेला लाग्छ एक्लोपन त आफूसँग संवाद गर्ने क्षण पो रहेछ। हामी सधैँ अरूको साथ खोज्दै दौडिन्छौँ, तर आफूभित्र भएको साथ पाउन बिर्सन्छौँ। एक्लोपनले मलाई आफूभित्र फर्कन सिकायो, मौनतालाई अर्थ दिन सिकायो, र आफूलाई बुझ्ने कला सिकायो। जब म बिहानको उज्यालोसँग उठ्छु, किरणहरू भित्तामा खेल्दै गर्छन्, त्यो क्षणमा पनि म एक्लो महसुस गर्छु। तर के साँच्चै म एक्लो छु? रहेनछु। मसँग प्रकृति छ, पन्छीहरूको चिरबिर आवाज छ, र मेरो आफ्नै अस्तित्व छ, जुन मलाई पहिल्याउनु छ। म बुझ्न थालेकी छु, एक्लोपन डर होइन, यो आत्मचिन्तनको अवसर हो। मानिस जब आफैसँग बस्न सिक्छ, तब उसले अरूलाई पनि बुझ्न थाल्छ। एक्लोपनले मलाई सिकायो, खुसी बाहिर होइन, भित्र बस्छ। कसैको उपस्थिति बिना पनि जीवन सुन्दर हुन सक्छ, किनभने हाम्रो भित्र पनि एउटा सुन्दर संसार बसेको छ, जहाँ सम्झनाहरू बाँचिरहेछन् र आशाहरू पलाइरहेछन्। अनि त्यो भित्रको साथले नै म एक्लो भए पनि साँच्चै एक्लो हुन दिँदैन। त्यसैले म अब भन्छु, हो म एक्लो छु, तर साँच्चै एक्लो छैन।